यहाँ नेपालको यो राष्ट्रिय झण्डा फरफराइरहेको छ। यो झण्डा बाँकेको नरैनापुरको सुइया र भारतको सीमा जोड्ने 10 गजा नजिकै छ। यहाँबाट करिब 200 मिटर पर भारतीय सीमा सुरक्षा बलको जाँच पोस्ट देखिन्छ। भारत र पाकिस्तान बीच लडाई हुनु अघि यो मार्ग हुँदै दैनिक 150-200 नेपाली र भारतीय नागरिक आफन्तलाई भेट्न एक अर्काको देश आउजाउ गर्थे। तर अहिले चहल पहल निकै घटेको छ। बरु सीमा नजिकै भारतीय राजमार्गमा आपतकालीन बत्ती बाल्दै सुरक्षाकर्मीका गाड़ीहरू तीव्र गतिमा गुडिरहेका देखिन्छन्। भारत र पाकिस्तान बीचको लडाईँले निम्ताएको प्रभाव र संकेत यति मात्र होइन, बिहे बारीमा समेत परेको छ। सीमा पारीबाट उपभोग्य वस्तु ल्याउने यो मार्गमा नेपाल भारत दुवैतिरको सुरक्षा निगरानी र सक्रियता बढेपछि भारत जान आउन र आवश्यक वस्तु ल्याउन नपाउँदा वैवाहिक कार्य समेत प्रभावित भएको स्थानीय बताउँछन्। यहाँ बोर्डर जाँदाखेरि पासपोर्ट या नागरिकता बोकेर जानुपर्छ, त्यसो जाने दिन्छ। सामान ल्याउने दिन्छ, अलिअलि खाने कुराको। अब बिहा शादीवाला समस्या भएछ सर। पहिला बिहा शादीमा इन्डियन दुल्हा दुल्हन गाडी ल्याउने जाने यतातिर गर्थ्यो। अब आउने जाने एकदम कठिनाई भएछ। अब हाम्रो नेपालगञ्ज भन्सार कार्यालय त नेपालगञ्जमा छ। अब वहाँ जाने, त्यसपछि 50-45 किलोमिटर आउने, धेरै दुःख भएछ। पूर्वी क्षेत्रमा मात्र होइन, चहल पहल भइरहने अन्य मार्गहरू पनि उस्तै सुनसान र चकमन्न देखिन्छन्। बाँकेको पश्चिम दक्षिण सीमा बस्ती सैनिक नजिकैको यो क्षेत्रमा पनि सुरक्षाकर्मी बाहेक अरू प्राय देखिँदैनन्। यो 10 गजाको बाटो हुँदै धेरै मानिस आउजाउ गर्थे। अहिले अवस्था फेरिएको छ। बाँकेको अर्को चहल पहल भइरहने मार्ग हो साईगाउँ। सीमा जोडिएको यो मार्गमा पनि मानिसको चाप निकै घटेको छ। भारतसँगको मुख्य व्यापारिक नाका जमुना हुँदै किनमेल गर्न सीमापारी जाने आउनेहरू पनि घटेका छन्। भारतीय सीमा सुरक्षा बलसँगै नेपालको सशस्त्र प्रहरी बलले समेत नेपाल र भारत दुवैतिरका नागरिकको परिचय हेर्ने र त्यसको अभिलेख समेत राख्न थालेपछि आउजाउ निकै झन्झटिलो र उदेक लाग्दो भएको छ। तर सुरक्षा अधिकारीले हरेक मानिसको परिचय पत्र हेर्ने र नेपाली र भारतीय होइन जस्तो लागेमा नियन्त्रणमा लिन समेत निर्देशन दिएकाले खुला सीमाको मार्गमा धेरै बाधा पार गर्नुपर्ने अवस्था छ। हामीले चाहिँ अहिले मुख्य हामीले चासोको रूपमा पनि हेरेका छौं र यो जुन नाका छ, यो नाकामा हुने आवत जावतलाई अझ बढी चाहिँ निगरानी गर्ने, व्यवस्थित गर्ने र विशेष गरी अहिले मानिसहरूको आवागमनलाई बढी केन्द्रित गरेर को कुन प्रकृतिका मानिसहरूको आवत जावत बढिरहेको छ, उहाँहरूको चाहिँ कम्तीमा पनि पहिचान हेरेर चाहिँ आवत जावतलाई सहजीकरण गर्ने काम भइरहेको छ। अब यो सीमा क्षेत्रमा हुने कुनै पनि नाकाहरू, कुनै पनि बाटाहरू र यो सीमा क्षेत्रबाट प्रवेश गर्ने कुनै इन्ट्री पोइन्टहरूमा हामीले उनीहरूको आइडी कार्डहरू हेर्ने काम गरेका छौं र त्यो चाहिँ भनौं न नाम ठेगानाहरू पनि चाहिँ इन्ट्री गर्ने काम गरेका छौं। त्यस्तै त्यसको अलावा शान्ति सुरक्षा तथा अमन चाहिँ कायम गर्नको लागि र सीमा क्षेत्रमा हुने कुनै पनि अपराधजन्य गतिविधिहरू कन्ट्रोल गर्नको लागि हामीले सम्पूर्ण चाहिँ यो शक्तिहरूलाई, भनौं सुरक्षा पहुँच शक्तिहरूलाई चाहिँ यो सीमा क्षेत्रमा चाहिँ केन्द्रित गरेका छौं। सीमा क्षेत्रमा नेपाल भारत दुवै तर्फका सुरक्षा अधिकारीले प्रत्यक्ष र परोक्ष ढंगले निगरानी राख्दै आएका छन्। सुरक्षा जाँच तथा निगरानी खुकुलो बनाउने भन्दा पनि झन कस्तै लगेकाले सहज आवागमन गर्दै आएकाको दैनिकी कष्टकर हुँदै गएको सीमावर्ती क्षेत्रका बासिन्दा गुनासो गर्छन्।